नमस्ते आदरणीय दर्शकवृन्द। म आज एलियन भनेको के हो, एलियनको बारेमा सामान्य रूपमा चर्चा गर्न गइरहेको छु। ब्रह्माण्ड ब्रह्माण्ड भन्ने बित्तिकै हामीले के बुझ्नुपर्छ भने पछाडि हाम्रो पृथ्वीको वायुमण्डल लेयर तह विभिन्न लेयरमा हाम्रो पृथ्वीको वरिपरि एउटा हावाको आवरणले ढाकेको हुन्छ। त्यस आवरणलाई वायुमण्डल भनिन्छ। जब वायुमण्डल सकिन थाल्छ, वायुमण्डल तहहरू सकिन्छन्, टुङ्गिन्छन्, त्यसभन्दा माथिको विशाल विस्तृत खाली ठाउँ नै ब्रह्माण्ड हो। ब्रह्माण्डमा हजारौँ तारापुञ्जहरू, हजारौँ तारामण्डलहरू रहेका हुन्छन्, अथवा लाखौँ लाख तारामण्डलहरू अथवा तारापुञ्जहरू रहेका हुन्छन्। ब्रह्माण्डमा जम्मा अहिले हालसम्म 88 वटा तारामण्डलहरू रहेका छन् भने बाँकी करोडौँ तारापुञ्जहरू रहेका हुन्छन्। एउटा तारापुञ्जमा पनि करोडौँ ताराहरू रहेका हुन्छन्। हाम्रो सौर्यमण्डल अवस्थित तारापुञ्जको नाम आकाशगङ्गा तारापुञ्ज हो। आकाशगङ्गा तारापुञ्जमा पनि करोडौँ ताराहरू रहेका छन्। यस आकाशगङ्गा तारापुञ्जमा एउटा सानो सौर्यमण्डल भन्ने एउटा सौर्य परिवार छ। सौर्य परिवार भनेको सूर्य र सूर्यलाई परिक्रमा गर्ने आकाशीय पिण्डहरू, ग्रह तथा उपग्रहहरूको समूहलाई सौर्यमण्डल भनिन्छ अथवा सौर्य परिवार भनिन्छ। सौर्य परिवारको एउटा सदस्य भनेको पृथ्वी हो। पृथ्वी एउटा त्यस्तो सदस्य हो सौर्यमण्डलको जहाँ सजीवहरूको लागि अनुकूल वातावरण यहाँ पाइन्छ। पृथ्वीमा सजीवहरू अस्तित्वमा रहनका लागि उनीहरूको लागि आवश्यक पर्ने ताप, हावा र तापक्रम मौजुद छ अथवा स्थिर छ। त्यसैले यहाँ सजीवहरू अस्तित्वमा रहेका हुन्। यसै गरी कहिलेकाहीँ के कुरा सुन्न पाइन्छ भन्दाखेरि एलियनको बारेमा ठाउँ ठाउँमा चोकचोकमा चर्चा परिचर्चा गरिरहेको अवस्था हुन्छ र सुन्न पनि पाइन्छ। एलियन भनेको साँच्चै के हो, यो अस्तित्वमा छ या छैन, यो कहाँ हुन्छ, पृथ्वीमै छ या अन्त छ अथवा समुद्रमा छ, कहाँ छ भन्ने जिज्ञासा लाग्न सक्छ। एलियन भनेको के हो त भन्दाखेरि एलियन भनेको पृथ्वीभन्दा बाहिर रहेका ताराहरू, ग्रहहरू, उपग्रहहरू लगायतका आकाशीय पिण्डहरूमा अस्तित्वमा हुन सक्ने तर वास्तविक प्रमाण नभेटिएको सजीव हो। अनि एलियन छ भन्ने कुराको कुनै पनि प्रमाण छैन, अहिलेसम्म प्रमाण भेटिएको छैन, तर हुन सक्ने धेरै बलिय प्रमाणहरू पनि छन्। तिनीहरूको अस्तित्व तिनीहरू दुई तरिकाले विश्लेषण गर्न सकिन्छ। तिनीहरू सूक्ष्म एकदमै सूक्ष्म प्रकृतिका हुन्छन्। तिनीहरू मङ्गल ग्रह, शनि ग्रह, युरोपा लगायतका आकाशीय पिण्डहरूमा रहेको पानीमा उत्पत्ति भएर त्यहीँ विकास भएका हुन् भन्ने कुरा पनि आइरहेको छ। अनि अर्को कसरी विश्लेषण गर्न सकिन्छ भनेपछि यिनीहरू मानिसभन्दा पनि धेरै उन्नत किसिमका, यिनीहरू एकदमै विकसित र बुद्धिमानी प्राणी हुन्। यिनीहरू पृथ्वीभन्दा बाहिर पृथ्वी जस्तै अर्को संसार छ, त्यहाँ उनीहरूले अहिले पृथ्वीमा जसरी मानिसको प्रभुत्व, मानिसको भनौँ न एक किसिमको बाहुल्यता रहेको छ, त्यसै गरी अन्यत्र अर्को ग्रहमा अर्को सौर्यमण्डल हुनसक्छ। त्यस सौर्यमण्डलका विकसित प्राणीहरू हुन सक्छन् भनेर पनि बुझ्न सकिन्छ। सौर्यमण्डल जस्तै, हाम्रो सौर्यमण्डल जस्तै ब्रह्माण्डमा अनेकौँ अरू सौर्यमण्डलहरू पनि हुन सक्ने सम्भावना रहेको छ। अनि एलियनहरूलाई वैज्ञानिक भाषामा के भनिन्छ भन्दाखेरि यिनीहरूलाई एक्स्ट्रा टेरेस्ट्रियल लाइफ भन्ने गरिन्छ। एक्स्ट्रा टेरेस्ट्रियल लाइफ, यिनीहरू एक्स्ट्रा भनेको पृथ्वीभन्दा बाहिरको जीवन भनेर बुझ्ने हामीले। अब यिनीहरूको बारेमा थप चर्चा परिचर्चा हामी अर्को भिडियोमा गर्नेछौँ। हवस्, धन्यवाद।